हेलो 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 सबैलाई स्वागत छ हाम्रो यस पढाइ संसार च्यानलमा जहाँ चाहिँ आजबाट हामीले क्लास 10 को कोर्डिनेट जियोमेट्री सुरु गर्छौं आज र कोर्डिनेट जियोमेट्री हाम्रो क्लास 10 को चाहिँ एउटा चाहिँ बहुतै इम्पोर्टेन्ट च्याप्टरको रूपमा सबैले मान्छौं हैन। यसमा चाहिँ एससी मा हैन एससी मा 11 मार्क्समा सोधिन्छ क्वेशन 11 मार्क्समा सोधिन्छ यसबाट हैन क्वेशनहरु हैन 11 मार्क्सबाट भन्छ हजुरले बुझ्नु होला कतिको इम्पोर्टेन्ट च्याप्टर हो भनेर हैन। यो च्याप्टरमा चाहिँ हजुरको 4 वटा च्याप्टर छ है। सरी यो युनिटमा कोर्डिनेट जियोमेट्री एउटा युनिट भइहाल्यो। युनिट भित्र हजुरको 4 वटा च्याप्टर छ हैन 4 वटा च्याप्टर छ। त्यो च्याप्टरको नामहरु छ फर्स्टमा हामीले पढिन्छ फर्स्टमा हाम्रो छ मैले बुकमा छ हाम्रो बुकमा हेरौं इक्वेसन अफ द स्ट्रेट लाइन equation of a pair of a straight line equation of a pair of straight line एउटा टपिक यो छ हाम्रो फर्स्ट टपिक फर्स्ट च्याप्टर। सेकेन्ड मा छ हाम्रो फर्स्टमा हामीले यो पढेपछि हामी जान्छौं सेकेन्डमा इक्वेसन अफ द पेयर अफ अ स्ट्रेट लाइन इक्वेसन। अब हाम्रो अहिलेको हाम्रो के थियो एंगल सुरुमा इक्वेसन अब स्ट्रेट लाइन यो फर्स्ट च्याप्टर भइहाल्यो एउटा यो च्याप्टर भइहाल्यो। यो सेकेन्ड च्याप्टर मैले फर्स्टमा लेख्दिए हैन। सेकेन्डमा चाहिँ हाम्रो एंगल बिट्विन टु लाइन्स है टु लाइन है एंगल बिट्विन टु स्ट्रेट लाइन है। हाम्रो के हुन्छ भन्दा दुईटा एंगलको एंगल बिट्विन भनेको दुईटा एंगल स्ट्रेट लाइन को बीच चाहिँ भएको एंगल को हाम्रो स्टडी गरिन्छ। त्यस्तो त्यो च्याप्टर पनि पढिन्छ हामीले एउटा यो फर्स्ट च्याप्टर हो हाम्रो हैन। यो चाहिँ हाम्रो सेकेन्ड च्याप्टरमा इक्वेसन अफ अ पेयर अफ द स्ट्रेट लाइन। थर्ड च्याप्टर छ हाम्रो कोनिक सेक्सन हैन कोनिक सेक्सन भनिन्छ। कोनिक सेक्सन भनेको हजुरको प्याराबोला हाइपरबोला हैन त्यसपछि हजुरको प्याराबोला हाइपरबोला त्यसपछि अर्को के हुन्छ हाम्रो यो अरु पनि हुन्छ हैन। सर्कलको बारेमा पढिन्छ हामीले त्यही हैन त्यस्तो बारेमा हामीले के गरिन्छ कोनिक सेक्सनमा पढिन्छ। हजुरको यो 1 मार्क्समा सोधिन्छ एक्जाममा यो है 1 मार्क्समा फिक्स्ड क्वेशन हुन्छ यसमा फिक्स्ड क्वेशन हुन्छ यसमा है। त्यसपछि 4 च्याप्टर छ हाम्रो लास्ट एन्ड 4 च्याप्टर छ इक्वेशनल सर्कल भन्ने हुन्छ है। इक्वेशनल सर्कल भन्ने हजुरको यो च्याप्टरबाट चाहिँ 4 मार्क्समा फिक्स हुन्छ यसमा चाहिँ 4 मार्क्समा फिक्स होदिन्छ एक्जाममा है फिक्स्ड है। हेन्डराइटिङ मेरो त्यस्तै हो बुझ्नु होला आफै हैन हल्का हल्का। आजको भिडियोमा चाहिँ हामीले पार्ट 1 मा हामीले हेरिन्छ बेसिक्स है बेसिक्स चाहिँ हाम्रो सुरुमा हामी बेसिक्स नपढिकन अगाडि बढ्दै नि हाम्रो एससी मा चाहिँ हजुरको बिग्रिन सक्छ किनभने यो एससी मा चाहिँ हजुरको अब बेसिकबाट उठाउन पर्छ क्वेशनहरु कुनै चाहिँ बेसबाट चाहिँ उठेको हुन्छ क्वेशन। अब हामीले क्वेशनमा यतिकै हामीले डाइरेक्टली बुझ्न खोज्यौं भने त्यस्ता क्वेशनहरु के हुन्छ मात्र क्लास 10 को टपिक बुझेर हामीले गर्न सकिन्न किनकि कोर्डिनेट जियोमेट्रीको फर्स्टमा हैन डिस्टेन्स फर्मुलाहरु हैन हाम्रो यो सेक्सन फर्मुलाहरु यिनी नबुझिकिन हामीले अरु गरियौं भने के हुन्छ हाम्रो बिग्रिने क्वेशनहरु चान्स हुन्छ के हैन। इक्वेशनहरु कसरी झिकिन्छ भने स्ट्रेट लाइनको इक्वेशनहरु त्यो पनि त सिक्न पर्यो नि। त्यो नसिकिन हजुरले डाइरेक्टली हैन एंगल्स बिट्विन द स्ट्रेट लाइन जानु भयो भने हजुरलाई अब त्यहाँ इक्वेशनहरु झिक्न भन्न पर्छ। इक्वेशनहरु झिक्न हजुरलाई क्लास 10 मा सिकाइएको छैन क्लास 9 मा सिकाइएको छ हैन। अब के हुन्छ भन्दा बुकले के मानेको हुन्छ सीडीसी ले के मानेको हुन्छ क्लास 9 मा पढेको छ यति त आउँछ भन्ने हुन्छ तर कोही कोहीले हजुरहरुलाई नआउन सक्छ र भुल्न पनि सक्नुहुन्छ हैन 1 वर्ष भइहाल्छ नि त हैन नपढेको हैन। त्यही भएर हामीले फर्स्टमा हेरौं कोर्डिनेट जियोमेट्रीको फर्स्ट टपिक छ ग्राफ है। ग्राफ भन्दा नर्मल ग्राफ है एउटा यस्तो वाला ग्राफ के हैन हजुरलाई थाहै होला हैन। अब यो भनेको के हो हजुरलाई के भन्न मैले यसमा हैन यो पनि भन्न पर्यो नि हजुरले अप्सनल म्याथ नपढ्दै हुन्छ यो त केही हैन जब एउटा ग्राफ त हो। ग्राफमा के भनिन्छ रिप्रेजेन्ट गरिन्छ यसलाई हामीले के भनिन्छ y एक्सिस यसलाई हामीले भनिन्छ y डैश एक्सिस यसलाई हाम्रो भनिन्छ x एक्सिस x डैश एक्सिस यसलाई भनिन्छ x एक्सिस। यो हजुरलाई थाहै होला हैन यस्तो एक्सिस हुन्छ यो फर्स्ट क्वाड्रेन्ट हुन्छ यो सेकेन्ड हुन्छ सेकेन्ड क्वाड्रेन्ट यो हुन्छ थर्ड क्वाड्रेन्ट र यो हुन्छ फोर्थ क्वाड्रेन्ट है। यसमा कतिवटा यसमा के हुन्छ पोजिटिभ टर्मिनल हुन्छ यसमा हुन्छ हाम्रो नेगेटिभ पोजिटिभ टर्मिनल यसमा हुन्छ हाम्रो नेगेटिभ टर्मिनल र लास्टमा हुन्छ पोजिटिभ / नेगेटिभ टर्मिनल है।
हाम्रो यसरी के हुन्छ यो विभाजन गरेको हुन्छ यस्तो यस्तो डिफ्रेन्ट टाइपमा हाम्रो यो ग्राफलाई हामीले के गरिन्छ छुट्याइएको हुन्छ है। अब यो बुझेपछि हजुरले नेक्स्टमा हेरौँ अब हाम्रो यो हजुरको इजी है, यो चाहिँ हजुरले यति चाहिँ सबैले जानेको हुन्छ हैन। अब जाउँ हामी डिस्टेन्स फर्मुला है, डिस्टेन्स फर्मुला है हेरौँ डिआइएस डिस्टेन्स फर्मुला भनेको हजुरले क्लास 10 मा पढ्नु क्लास 9 मा नि पढ्नु हो, क्लास 10 मा अब हजुरले हजुरको स्कुलमा नि पढाउनु होला। यो फर्मुला हामी सबैलाई थाहा छ कस्तो भन्दा यो फर्मुलाले के भन्न खोज्छ भन्दाखेरि एउटा मान्छे यहाँ हुन्छ एउटा मान्छे यहाँ हुन्छ भने यिनी दुईटाको डिस्टेन्स चाहिँ हामीले के गर्छौं थाहा पाउनको लागि हामीले के हुन्छ यसको यो फर्मुलाको डिस्टेन्स युज गरिन्छ। मानौं यो एउटा ए भन्ने यहाँ मान्छे छ बी भन्ने यहाँ छ हैन। अब हामीले यसलाई ग्राफमा हेर्यो भने के हुन्छ अब हामीले यो त हाम्रो यसमा नर्मल फर्ममा त यस्तो भयो हैन। अब यिनी दुईटाको डिस्टेन्स हामीले झिक्ने भनिन्छ हैन। अब हामीले यसलाई उसमा गर्यो भने के हुन्छ हजुरको यो ग्राफमा गर्यो भने मानौं है ग्राफमा हेरौँ ग्राफमा मानौं मैले के भने यसलाई हामीले के भनिन्छ जहिले पनि यसलाई भनिन्छ हामीले ओरिजिन के हुन्छ जहिले नि 0,0 हुन्छ अनि हामीलाई थाहा छ है। त्यसपछि अब जब हामी यो उस हुन्छ भने हैन अब मानौं एउटा ठाउँ छ यो ठाउँ छ ए भन्ने ठाउँ छ है। अब ए भन्ने ठाउँ छ हैन यसको ठाउँको यो ए भन्ने ठाउँ छ र अर्को मान्छे छ बी भन्ने ठाउँमा है। अर्को मान्छे केमा है बी भन्ने ठाउँमा है। अब मानौं यो ए भन्ने ठाउँ र बी भन्ने ठाउँको हामीलाई के झिक्न है डिस्टेन्स झिक्न है हैन। अब डिस्टेन्स झिक्न भने यो ठाउँको नामलाई हामीले के दिन पर्यो नि ठाउँलाई त हैन। अब हाम्रो के हुन्छ अरे x यो यसलाई y भन्ने यसलाई x भन्ने र x र y को ठाउँमा हामीले जहिले नि x र y को नाम दिएर गरिन्छ अनि यसको नाम x, y हुन्छ। तर हाम्रो यहाँ पनि के हुन्छ x, y हुन्छ। दुईटैको नाम सेम राख्न मिल्दैन त्यही भएर मैले यसलाई x1 यसलाई x1 y1 यसलाई x2 y2 भनेर के गर्दै मैले नाम दिए हैन। यसको नाम x1 y1 त्यसको नाम x2 y2 भनेर यसको पेयर मैले नाम दिए हैन। नाम यस्तो मानौं हामीले दिइयो हैन। अब के हुन्छ भन्दाखेरि हाम्रो डिस्टेन्स फर्मुलाले के भन्छ भन्दा अब यिनी दुईटाको डिस्टेन्स कति हुन्छ भन्दा ए बी को हामीलाई के झिक्न डिस्टेन्स झिक्न हैन। अब के हुन्छ भन्दा मानौं ए र बी को ठाउँमा हाम्रो पानी परिरहेछ अरे हैन। पानी परे छ नि एउटा के चाहिन्छ हामीलाई छाता चाहिन्छ अनि के मैले छाता दिए माथि हैन माथि छाता दिए। अब छाता दिएपछि अब हेरौँ अब के गर्दै मैले x लेख्दै माइनस x लेख्दै हैन। फेरि यता के लेख्दै बिचमा प्लस लेख्दै फेरि y लेख्दै फेरि माइनस y लेख्दै यति त बुझिन्छ नि हैन। यति गर्न त सकिन्छ नि। अब के लेख्न पर्दैन 2 अगाडि आउँछ 1 अगाडि पछाडी आउँछ किन अगाडि आउँछ 2 ठुलो हुन्छ नि त त्यही भएर हामीले 2 लाई अगाडि राख्यो ठुलो हुन्छ भनेर। यता पनि 2 अगाडि किनकि 2 ठुलो हुन्छ र 1 पछाडी किनकि ठुलो हुन्छ भनेर बुझ्नु हैन। याद गर्ने तरिका ठुलो हुन्छ भनेर अरु केही हुँदैन ठुलो मात्र भएको कारणले हामीले अगाडि र पछाडी राखिदिएको हैन। यो चाहिँ हाम्रो के भयो पानी परिरहेको थियो त्यही भएर हामीले माथि एउटा छाता राखिदियौं हैन। रेन भइरहेको थियो बुझ्नको लागि याद गर्नको लागि रेन भइरहेको थियो हैन पानी परिरहेको थियो त्यही भएर हामीले माथि छाता राखिदियौं हैन। त्यसपछि के भयो टक्क हाम्रो के गर्दिम फर्मुला निकाल्दिम माथि के गर्दिम फेरि स्क्वायर दिम यतिकै नर्मली किन दियो भन्दा यतिकै ल पानी परे स्क्वायर पनि राखिदिम ल भनेर बुझ्नु हैन। यतिकै मजाक तरिकाले हैन राख्यौं हैन। अब यो त हामीले मजाकको कुरा भइहाल्यो न। अब किन आयो चाहिँ यो फर्मुला कहाँबाट आयो है भन्ने कोही हुन्छ नि हैन बुझ्नला। अब साइन्टिस्टहरु हुन्छ हाम्रो कोही हैन नेपालमा साइन्टिस्ट हुन्छ नि त कसरी आयो हैन यसरी आयो है कसरी आयो भन्दा फेरि एउटा मैले ग्राफ बनाए राम्रो वाला ग्राफ बनाए यो चाहिँदैन हामीलाई यस्तो हेरे। अब मैले मानौं यो ठाउँको नाम भइहाल्यो कोर्डिनेट 0,0 र हुन्छ हाम्रो यो ठाउँको नाम छ मानौं ए भन्ने ठाउँको नाम छ यसको नाम राख्दै मैले x के भयो हाम्रो x1, y1 राख्यो यही छ हाम्रो हैन। र के छ हाम्रो b भन्ने ठाउँ छ हैन अलि ठुलो भयो न x यो ठुलो अक्षरमा लेखे मैले ए भन्ने ठाउँ छ टक्क यसलाई मैले यता लेख्दै ए भन्ने ठाउँ छ यसको नाम के राख्दिम x1, y1 राख्दिम र फेरि एउटा यहाँ b भन्ने ठाउँ छ b भन्ने ठाउँको नाम मैले के राख्दै x2, y2 राख्दै है। भनेपछि हामीले के झिक्न है यिनी दुईटाको डिस्टेन्स टक्क झिक्दिने हैन। झिक्नको लागि के गर्ने फर्स्टमा हामीले एउटा पर्पेन्डिकुलर टक्क झार्दिने है। पर्पेन्डिकुलर के गर्दिने तल झार्दिने पर्पेन्डिकुलर झार्दैपछि फेरि के गर्दिने एउटा लाइन टक्क यसरी तान्दिने यो लाइन तान्दिने यो लाइन तान्दिएपछि के भयो
एउटा यस्तो जहिले नि पर्पेन्डिकुलरमा के भन्छ भन्थ्यौँ हामीले 90 डिग्री हुन्छ हैन जहिले नि पर्पेन्डिकुलरमा 90 डिग्री बन्छ भनेरले याद गर्ने है 90 डिग्री बन्छ हैन पर्पेन्डिकुलरमा जहिले पनि भनेपछि यसको अगाडिले हामीले के भनिन्छ एज भनिन्छ यसलाई बेस भन्ने हो यसलाई के भन्ने हो यसलाई पी भन्ने हैन यो त बुझ्यो नि यहाँसम्म त बुझ्यो हैन अब भनेपछि यति मात्र एरियालाई के भनिन्छ यति मात्र एरिया नि यो यति मात्र एरिया यो ठाउँको नाम मैले ए राख्दै यो ठाउँको नाम बी राख्दै भनेपछि यो ठाउँको नाम मैले सी राख्दै एकैछिनलाई सी भन्ने ठाउँ छ अरे भनेपछि यतिको एरिया यतिको लेन्थलाई हामीले के भनिन्छ y2 माइनस y1 किन भनिन्छ किनकि यति छ नि हाम्रो त y1 भन्ने कति हाम्रो y1 भन्ने त यति हो हैन y1 भन्ने यति छ भने y2 भन्ने हाम्रो कति हो y2 भन्ने y2 भन्ने यति छ हैन y1 भन्ने यति छ भने हैन y1 सरी हैन सरी y2 भन्ने यति छ अरे कन्फ्युज भयो थोरै y2 भन्ने यति छ भने y1 भन्ने हाम्रो के छ यति हुन्छ भनेपछि y2 बाट y1 हटाइयो नि हाम्रो यति डिस्टेन्स आउँछ नि हैन यति डिस्टेन्स त आयो नि हैन यो भनेको के y2 माइनस y1 हो यसमा पनि सेम कन्डिसन राखौँ हामीले यो हाम्रो ठुलो y2 भइहाल्यो y2 बाट y1 हटाउँदाखेरि के हुन्छ जहिले नि हाम्रो के रहन्छ y2 माइनस y1 रहन्छ यसरी के हुन्छ हाम्रो यतापट्टिको लेन्थ आउँछ भने यतापट्टिको लेन्थ कति हुन्छ त भन्ने हो यतापट्टिको लेन्थ आउँछ यसलाई के भनिन्छ x2, x1 भनिन्छ है x2 माइनस x1 है अब हामीलाई थाहा यो के भयो यो हाम्रो के भयो यो राइट एंगल ट्रायंगल भएपछि हामीले एउटा रुल थाहा पाइथागोरस थ्योरम त पाइथागोरस थ्योरमले भन्छ h² = p² + b² हुन्छ भनेर हामीलाई त्यसले भन्छ है भनेपछि h² भन्ने के हो हामीसँग ab भनेपछि के हुन्छ यसको ab को पुरै स्क्वायर भयो है = p भन्ने हामीलाई थाहा कति हो bc भन्ने थाहा है हामीलाई bc टक्कै bc भइहाल्यो bc को होल स्क्वायर प्लस b भन्ने हामीलाई थाहा कति हो ac को होल स्क्वायर हजुरले यहाँसम्म बुझ्नु होला इजी हो र ab को हामीलाई के झिक्न हो भ्यालु झिक्न हो अब यो माथिको स्क्वायर उता गयो भने के हुन्छ रुट हुन्छ अब bc भन्ने हामीलाई थाहा bc भन्ने कति हो यो bc भन्ने यति भयो नि त bc भनेको के लेख्न सक्छु y2 माइनस y1 लेख्न सक्छु y2 माइनस y1 लेख्न सक्छु माथि के छ स्क्वायर छ त हेर मैले स्क्वायर राख्दै प्लस या के हुन्छ यसलाई मैले के लेख्न सक्छु यो ac लाई x2 माइनस x1 भनेपछि x2 माइनस x1 लेख्दै माथि के भयो होल स्क्वायर र के भन्छ यसको फर्मुला यसलाई हामीले राम्रोसँग एरेन्ज गरिदियौ भने x2 माइनस x1 होल स्क्वायर प्लस y2 माइनस y1 को होल स्क्वायर फर्मुला के भयो ड्राइभ भयो है यसरी चाहिँ के भएको हुन्छ फर्मुला सेम आयो नि त हैन फर्मुला के भयो आको हजुरले तर यो याद गर्न पर्दैन हजुरले याद गर्ने भनेको सिर्फ यति हो है यो फर्मुला याद गर्दै हजुरको पुरा हुन्छ हजुरको चाहिँ क्वेशन आउन सक्छ अहिले पछि अलि युज हुन सक्छ है ल हजुरले बुझ्नु होला यो हैन अलि लामै हामीलाई टाइम पनि लाग्यो हैन किनकि यो भिडियो लामो हुन्छ हाम्रो चाहिँ किनकि हरेक कुरा मैले बेसिक्सबाट उठाएर भनेको छु अब कोहीले पाइथागोरस थ्योरम या नबुझ्नु भएको भए हैन हामीले चाहिँ यो पाइथागोरस थ्योरम हो के भनेर हामीले के गर्यौं ट्रिग्नोमेट्रीको सिरिजमा चाहिँ हामीले मजाले बुझाएको छौं है ट्रिग्नोमेट्रीको यसमा चाहिँ थ्योरम प्रुफ गर्यौं यो भर्खर हामीले प्रुफ गर्यौं नि यो h² = p² + b² कहाँबाट आयो भनेर हाम्रो फर्स्ट कि सेकेन्ड भिडियो हेर्नु ट्रिग्नोमेट्रीको त्यसमा हामीले एक्सप्लेन गरेको छौं अब जाम हामी सेक्सन फर्मुला भन्नेमा जाम है सेकेन्ड टपिक छ हाम्रो सेक्सन फर्मुला है SSCTION सेक्सन फर्मुला है एउटा कुरा चाहिँ मैले भनिदिन्छु हजुरले मेरो अलि स्पेलिङ र ह्यान्डराइटिङ चाहिँ यस्तो कम्प्रोमाइज गर्दिनु है ल अब हेरौँ फर्स्टमा हुन्छ एक्स सेक्सन फर्मुलामा फर इन्टरनल है इन्टरनल फर्मुला है इन्टरनलको लागि फर्मुला है हामीलाई इन्टरनलको फर्मुला हुन्छ हाम्रो इन्टरनल फर्मुला भनेको कस्तो फर्मुला हो भन्दाखेरि मानम यस्तो छ हैन टक्कै एउटा लेन्थ छ यो ठाउँको नाम a यो ठाउँको नाम b यसलाई मैले x1 यसलाई दे y1 x1 y1 यसलाई दे मैले x1 x2 y2 भनेर के दे मैले नाम दिए है x2 y2 भनेर के दे नाम दिए भने अब बिचमा जता भए पनि यता भयो नि मैले के गर्दै एउटा ठाउँ काट्दै त्यो ठाउँको नाम दिए मैले p त्यो ठाउँको के दिए मैले नाम p दिए है भनेपछि त्यो ठाउँको नाम राख्दै मैले x, y राख्दै है त्यो ठाउँको नाम मैले के राख्दै x, y राख्दै भनेपछि अब यति भएपछि अब हेरौँ है
फर्मुला हाम्रो के भन्छ भन्दा फर पी है, पी को लागि इन्टरनल फर्मुला फर पी। अब पी मा त हाम्रो के हुन्छ x, y हुन्छ, x, y। अब यसको फर्मुला के हुन्छ हामीले लेख्ने भनेको एसी मा कसरी हो, एसी मा भन्दा नि अब क्वेशनमा हामीले के लेख्दिने डाइरेक्टली x, y को लागि इज गर्दिने इज इक्वल टु पहिला के सरी हजुरको कुरा भन्नु पर्छ यहाँ हजुरलाई बुझाउनु पर्छ। डिभाइड गर्दै नि यसले के गर्दै यसलाई र यसलाई के गर्दै मैले काट्दै है, यो बिचमा हामीले जता नि एउटा के गर्दिम पी भन्ने ठाउँबाट के गर्दिम काट्दिम है। भनेपछि यतापट्टिको ठाउँलाई मैले नाम दिएँ m, यतापट्टिको ठाउँलाई दिएँ मैले नाम m, n मैले के दिएँ रेसियोमा बाँड्दिएँ, यतिको रेसियोमा m:n को रेसियोमा हामीले के गर्दिम यसलाई बाँड्दिम भनेको है। भनेको यतिको लेन्थको यति लेन्थ भयो हाम्रो m, यति लेन्थ भयो हाम्रो के n, यति चाहिँ हजुरले बुझ्नु होला है। अब जब हामी फर्मुला त्यसको लागि x, y को लागि के हुन्छ हाम्रो फर्मुला पहिला m लेख्नु, त्यसपछि यहाँ पनि n लेख्नु, डिभाइड गरिदिनु, यहाँ m लेख्नु, n लेख्नु, बुझिन्छ नि यति त हैन। कोही कोहीले याद नहुनेलाई मैले भन्छु के प्लस प्लस अब के हुने यहाँ के राख्दिने x राख्दिने, यहाँ पनि के राख्दिने x राख्दिने। ठुलो कुन हुन्छ सुरुमा 2 हुन्छ, फेरि बल्ल सानो आउँछ नि, सानो मान्छे आउँछ नि त, पहिला ठुलो मान्छे आउँछ त्यसपछि बल्ल सानो मान्छे आउँछ है। अब चाहिँ यो यति त बुझ्नु भने हैन, दुईटैमा सुरुमा x राख्दिने, त्यसपछि के राख्दिने 2, यो हामीले माइनस गर्दियौँ, यो पालि प्लस गर्दियौँ, त्यति मात्र फरक है। त्यसपछि यस्तै गरेर फेरि यसमा के राख्दियो फेरि m, फेरि n, फेरि m, फेरि n, त बिचमा डिभाइडेड प्लस प्लस, अघि हामीले x हाल्यो, अब के राख्ने y। अब के हुन्छ 2 ठुलो आउँछ सुरुमा, त्यसपछि सानो आउँछ बल्ल। यसरी के भयो हजुरको फर्मुला बन्यो है। यो चाहिँ हाम्रो के हो इन्टरनलको लागि फर्मुला हो। अब यो हामीले त गर्दा चाहिँ गर्यो, अब चाहिँ हजुरको लागि अब यो कोही हुन्छ फेरि साइन्टिस्टको कुरामा, अब साइन्टिस्टले चाहिँ कसरी बुझ्ने यो फर्मुला है। अब साइन्टिस्टको लागि भनिदिन्छु मैले। अब साइन्टिस्टको लागि हेरौँ, साइन्टिस्टको लागि चाहिँ अलि गाह्रो हुन्छ योपालि बुझ्न है हैन, अलि लामो होइन प्रोसेस। यो फर्मुला आयो चाहिँ कहाँ है, हजुरले चाहिँ अब कोहीलाई चाहिँ बुझ्न मन छैन भने हजुर स्किप पनि गर्न सक्नुहुन्छ है। अब हेरौँ ग्राफमा हेरौँ, एउटा ग्राफ बनाइदिएँ मैले, यति मात्रै दिन्छु मैले हैन। ल अब यो भइहाल्यो हैन। अब हजुरलाई थाहै होला यसलाई हामीले के भनिन्छ y एक्सिस, यसलाई हामीले भनिन्छ x एक्सिस भने हैन। अब मैले के गरे एउटा टक्क लाइनले टक्क एउटा केले सिधा लाइनले यसरी बाङ्गेवाला लाइनले, सिधा भन्दा नि बाङ्गे लाइनले तर सिधामा भनेपछि यो ठाउँको नाम के लेख्दिएँ मैले a राख्दिएँ, a भन्दैछ के हुन्छ हाम्रो x1 y1, अब सेम कन्डिसन हाम्रो यसलाई के राख्दाखेरि b राख्दिएँ, b को ठाउँमा नि के राख्दिएँ x2 माइनस x2 माइनस भन्दा सरी b भन्नेको ठाउँको नाम सरी x2, y2 राख्दिएँ। यो ठाउँको नाम x1, y1, त्यसको नाम x2, y2 भनेर हजुरले थाहै हो भने यति त थाहै छ सबैलाई। भने एउटा मैले टक्क यता न यता टक्क जता पनि हजुरको मर्जीले एउटा मैले के राख्दिएँ मानौँ p राख्दिएँ मैले, एउटा p भन्ने हो, त्यसको नाम राख्दिएँ मैले x, y, यति भइहाल्यो। यति त बुझ्नु भने अब के गर्दिनँ हाम्रो के गरे मैले टक्क एउटा पर्पेन्डिकुलर झार्दिएँ मैले, पर्पेन्डिकुलर के गर्दिएँ झार्दिएँ, यहाँबाट के गर्दिएँ पर्पेन्डिकुलर झार्दिएँ, टक्क डट डट लाइनमा मैले के गर्दिएँ पर्पेन्डिकुलर झार्दिएँ, जता जता उस भयो नि टक्क टक्क मैले त्यहाँ के गर्दिएँ पर्पेन्डिकुलर झार्दिएँ। ल यहाँसम्म बुझ्नु होला हैन, पर्पेन्डिकुलर मैले सबैमा झार्दिएँ यसरी। अब मैले के गरेँ भन्दा टक्क यो लाइन छ नि, यो लाइनको टक्क स्ट्रेट हुने गरी टक्क यसमा हामीले के गर्यो एउटा अझ एउटा धर्को तान्यो है भने। फेरि यहाँ चाहिँ अझ एउटा मैले यहाँ चाहिँ मेरो नि हो यसरी के गर्दै माथि पनि एउटा धर्को तान्दिएँ यसरी, टक्क के हुन्छ यो बल्ल राइट एङ्गल ट्रायङ्गल भयो कि नि, यहाँ चाहिँ राइट एङ्गल ट्रायङ्गल भयो र के हुन्छ हाम्रो यहाँ पनि एउटा के भयो राइट एङ्गल ट्रायङ्गल भयो है। कसरी राइट एङ्गल ट्रायङ्गल हो किनकि हाम्रो यो स्ट्रेट एङ्गल देख्दा अलि उस देखेको भयो नि हैन, यो चाहिँ के भयो हाम्रो 90 डिग्री 90 डिग्री। अब यो ठाउँको नाम मैले दिएँ, यो ठाउँको नाम दिएँ मैले सी राखिदिएँ, यो ठाउँको नाम डी राखिदिएँ, यो नामको नाम सी राखिदिएँ, यो ठाउँको नाम डी राखिदिएँ किसिमलाई। अब भनेपछि अब हाम्रो के हुन्छ, अब हामीलाई डिभाइड कतिमा गर्दै यसलाई m राख्यौँ हामीले यसको रेसियोमा, m:n को रेसियोमा काटेको भनेर मैले बुझाइदिएँ कसरी काटेछ भनेर हैन, m:n को रेसियोमा काटेको छ हैन। अब यहाँसम्म बुझ्नु होला हैन। अब यति भएपछि अब मैले अब के हुन्छ हाम्रो यो एङ्गल छ नि, यो एङ्गलको नाम के हुन्छ गिभनमा हेरौँ हामीले, गिभनमा के देखा हाम्रो हुन्छ एङ्गल ADM, एङ्गल ADM इज इक्वल टु एङ्गल के हुन्छ PCB। यो एङ्गल AD सरी m हुने m त रेसियोको नाममा गरे ADP, त्यसै एङ्गल PCM
एम पिसिबी हैन पिसिबी भन्ने हाम्रो टक्क यिनी दुईटा के हुन्छ इक्वल हुन्छ किन इक्वल हुन्छ भन्नुहुन्छ भने हैन यसलाई हामीले के गरिन्छ प्रुभ गरिन्छ कसरी हुन्छ भन्दा हेर्नु है अब यो एंगल 90 डिग्री यो एंगल पनि 90 डिग्री आन्छ एंगल डी इज इक्वल टु एंगल सी इज इक्वल टु 90 डिग्री दुईटैमा 90 डिग्री हो त्यही भएर के हुन्छ हाम्रो ए एंगल एउटा यो एंगल भयो हैन ए बाट प्रुभ भयो अर्को हेरौं एंगल अलि सानो अक्षरमा लेख्दा हेरे पुग्दैन हैन अब नेक्स्टमा हेरौं हाम्रो एंगल अब हेरौं फेरि सेकेन्डमा हेरौं फेरि एंगल र यो एंगल पनि इक्वल हुन्छ है भनेपछि एउटा एंगल हेरौं मैले एउटा ट्रायंगल देखाइदिए हजुरलाई ट्रायंगलमा मैले यो एंगल एउटा स्लोप छ अरे स्लोप भन्ने हजुरलाई थाहा छ कि नै मैले स्लोप यसपछिको च्याप्टर हाम्रो सोर्समा आउँछ भिडियोमा आउँछ स्लोप भन्ने हल्का बुझाइदिन्छु मैले स्लोप भनेको एउटा स्ट्रेट लाइन हुन्छ जहाँबाट चाहिँ मैले यो एंगलले पनि हैन फेरि यो एंगल स्लोप भनेको कस्तो भन्दाखेरि यो एंगल पनि ले हैन यो एउटा लाइन छ अरे हैन यो लाइनबाट मैले जताबाट नि यो याबाट काटे पनि हैन त्यसपछि फेरि याबाट काटे पनि इक्वल हुन्छ जताबाट काटे पनि एंगल चाहिँ इक्वल हुन्छ भन्ने हजुरले एउटा कुरा बुझ्नु है स्लोप भनेको यस्तो कुरा है भनेपछि यो स्लोप र यो स्लोप त एउटा सीधा स्लोप छ नि भनेपछि यो एंगल र यो एंगल पनि त इक्वल हुनु पर्यो किनकि स्लोप त एउटै हो नि त स्लोप एउटै हो नि त त्यही भएर यो के हुन्छ एंगल ए इज इक्वल टु एंगल के हुन्छ हाम्रो एंगल पी हुन्छ नि हामीलाई थाहा है यो हाम्रो के भयो दुईटा यो पनि के भयो ए अब के हुन्छ हाम्रो एंगल एडीपी इज इक्वल टु एंगल पीसीबी इज इक्वल किन हुन्छ बाइ एंगल एक्ज्युम है एक्ज्युम भयो हाम्रो है एक्ज्युमबाट के भयो हाम्रो यो प्रुफ भयो यो हुन्छ भनेर है यस्तो हुन्छ भनेर हाम्रो के भयो प्रुफ भयो दुईटा इक्वल छ भनेपछि हामीले के लेख्न सकिन्छ देन इक्वल छ भनेपछि म लेख्न सक्छु यसलाई के लेख्न सक्छु भन्दा मैले यसलाई यो एएम भन्ने हामीसँग एएम इज इक्वल टु के सरी यस्तो लेख्दिनँ मैले के लेख्छु यसलाई मैले के लेख्न सक्छु हामीले एडी हेर्नु एडी भन्ने हाम्रो यहाँ यो एडी भन्ने एडी इज इक्वल टु के लेख्न सक्छु भन्दा एडी डिवाइडेड बाई रोक्ने हाम्रो हुन्छ ल सरी हजुर टाइम थोरै वेस्ट भयो एडी डिवाइडेड बाई पीसी गरेँ मैले एडी डिवाइडेड बाई पीसी भनेको यो एडी छ नि यो एडीलाई मैले के गर्दै एडी र हाम्रो यो पीसी हानि पीसी इक्वल जुन चाहिँ किन यो यति लाइन र यो लाइन इक्वल छ किन हजुरको हेर्नु है यो लाइन त इक्वल हुन पर्छ किनभने चाहिँ दुईटैमा यो ट्रायंगल र यो ट्रायंगल इक्वल छ भने त यो लाइन पनि त इक्वलै हुन्छ नि त हैन भनेपछि यिनी दुईटा इक्वल छ हैन त्यही मैले एकैछिनमा यस्तो राख्दै त्यसै के राख्दै फेरि मैले अर्को डीपी डिवाइडेड बाई के राख्दै मैले सीबी राख्दै डीपी डिवाइडेड बाई सीपी हेर्नु होला त गर्नु हैन र के हुन्छ हजुरलाई पीए बराबर बीए भन्ने हामीले के गर्दिन टक्क नाम दियो है यस्तो हुन्छ भनेर हामीले के गर्दिन नाम दियो है अब एडी भन्ने के हाम्रो एडी भनेको के छ यति छ है यो भनेको के हो हाम्रो यो भनेको हाम्रो हुन्छ पहिले यसको हेरौँ पहिला हजुरलाई मैले इजिली बुझाइदिन्छु के भन्दाखेरि यो एपी भन्ने हाम्रो पीए भन्ने कति हो पीए भनेको हाम्रो के छ यम छ हैन त्यसपछि बीए भन्ने कति हो बीए भनेको हाम्रो कति हो फेरि बीए भनेको हाम्रो सरी बीए भन्ना हो बीपी हुन पर्ने त हैन रे त सरी बीपी हुन्छ बीपी हुन्छ सरी बीपी हुन्छ या किनभने चाहिँ पीए डिवाइडेड बाई बीपी गरेर पर के हुन्छ हाम्रो यहाँ यान हुन्छ यसरी यम इज टु यानको फर्ममा हो हैन अब हुन्छ फेरि यहाँ चाहिँ अब डीपी भन्ने कति हामीसँग डीपी डी र पी भनेको हाम्रो यो के हो यसलाई हामीले लेख्न सकिन्छ एक्स माइनस सरी वाई माइनस y2 डिवाइडेड बाई वाई यसलाई सीबी लाई के लेख्न सकिन्छ y माइनस y1 लेख्न सकिन्छ है यो लेखेपछि यताखेरि के लेख्न सकिन्छ x एडी भनेको हामीले के लेख्न सकिन्छ x माइनस x2 डिवाइडेड बाई यसको फेरि पीसी भनेको हामीले के लेख्न सकिन्छ x माइनस y1 लेख्न सकिन्छ हाम्रो के हुन्छ यति अब यहाँबाट हजुरले सल्युसन गर्नुको आन्सर हाम्रो के आउने हो डाइरेक्टली मैले लेख्दै त्यही हो हाम्रो y को फर्मुला x, y आउँछ हाम्रो फर्मुला के आउँछ x, y इज इक्वल टु यो सल्भ गर्नु भने हजुरले यो र पहिला यो लिनु हैन एउटा इक्वेसन बन्छ फेरि यो र यो लिनु फेरि एउटा के भन्छ इक्वेसन बन्छ र लास्टमा हाम्रो त्यही आउँछ फर्मुला के आउँछ भन्दा फर्मुला m x2 m प्लस yx1 n डिवाइडेड बाई m प्लस n कमा के आउँछ हाम्रो y2 m
प्लस y1 n डिभाइडेड बाई m प्लस n। यसरी चाहिँ के हुन्छ हजुरको यो फर्मुला हजुरले यहाँबाट सल्भ गरेर यो निकाल्न सकिन्छ है। इजी हो हेर्ने, इजी त छैन, गाह्रै हो हैन। कोही कोहीलाई बुझ्न छ भने मैले भनिदिएको, नत्र पनि यो हजुरको कहिले पनि कसैले पनि भनिदिनु होइन, यो चाहिँ हैन, यो रियालिटी हो, कसैले पनि भन्दैन, हजुरको कामै छैन यो। तर कोही कोहीलाई बुझ्न इच्छुक छ भने हैन, अब नेपालमा नि कोही त हुन पर्ने बुझाउनु त हैन, केही त नलेज हुँदा दिन पर्यो नि त हैन। यसरी चाहिँ हामीले के गर्न सकिन्छ, सल्भ गर्न सकिन्छ। हजुरले मेरो हिसाबले नबुझेको कुरा भनेको हजुरले यहाँ चाहिँ बुझ्नु भएन होला, यो कसरी आयो भनेर है हैन। अरू चाहिँ हजुरले बुझ्नु होला हैन, यो कसरी यो दुईटा ट्रायंगल सेम भयो, यो कसरी भयो, यस्तो 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 फर्मुला, यो इक्वेसन सल्भ गरेर यो नि आउँछ, यो कसरी आयो भन्दाखेरि एउटा मैले बुझाइन्छ हजुरलाई कुरा। यो एडी हेर्ने, हजुरले हेर्ने एडीपी छ, यता के हो पीसीबी हैन। हजुरले एउटा याद गर्नु तरिका, यो यता एएमएल चाहिन्छ मैले बुझ्ने कुरा है। कहिले कहिले हजुरलाई कसैलाई बुझाउन छ भने यो एडी छ माथि डिभाइडेड बाई पीसी, टक्क यो सुरुमा यो ल्याइयो, फेरि डीपी ल्याइयो, डीपी यता के ल्याइयो सीबी, यता के ल्याइयो पी र फेरि ए ल्याइयो हैन, यता के ल्याइयो बी र पी ल्याइयो, त्यहाँ पीए यता के छ बीपी, त्यहाँ पीए बीपी हैन। यसरी चाहिँ के हुन्छ, त्यसपछि हामीले सल्युसन गर्दैछ टक्क निस्किन्छ यो। यही हो हजुरको फर इन्टरनलको लागि हैन। इजी हो, इजी छ जस्तो लाग्छ मलाई हैन, राम्रोसँग बुझाए जस्तो लाग्छ मलाई। र कोही कोहीले बुझ्नु भएन भने आत्तिन पर्दैन, किनकि यो सोध्ने कुरा हैन, यो धेरै गाह्रो कुरा हो हैन। अब मैले एउटा मात्र बुझाइदिएँ, अब एक्सटर्नलको लागि हामीले बुझाइन्न किनकि हामीसँग टाइम छैन अहिले हैन। त्यही भएर हामीले फर्मुला मात्र ल्याइदिन्छु मैले एक्सटर्नलको। हजुरलाई यस्तो मैले देखाइदिएको हैन, रियल म्याथमेटिक्स भनेको के हो चाहिँ हामीलाई हैन। देख्दा त हल्का हल्का त डर लाग्यो होला हैन, हल्का त बुझ्दैन होला। यो ग्राफ देख्दा चाहिँ हजुरको अलि 7 वर्ड होला हैन, गर्दाखेरि सजिलै छ हैन। तै पनि सेक्सन फर्मुलामा सेकेन्डमा हेरौँ हामीले। अब सेकेन्डमा जाउँ, अब हामी जाउँ एक्सटर्नल है, एक्सटर्नल फर्मुला है, एक्सटर्नल फर्मुलामा जाउँ। एक्सटर्नल फर्मुलामा हामीले के भन्छ भन्दाखेरि हैन, एक्सटर्नल फर्मुलाले हामीलाई भन्छ सेम हो हाम्रो कन्डिसन। हेरौँ फर्स्टमा यो ए हो भन्ने ठाउँ हो, यो बी भन्ने ठाउँ हामीले अघि जता बी जता पनि राख्दै थियौँ नि हैन, तर योपालि हामीले एक्सटर्नल भनेपछि भित्र राख्ने, हामीले के राख्ने बाहिरपट्टि पी राखिदिने, बाहिरपट्टि पी राखिदिने भनेपछि यो टोटल एरियाको हाम्रो कति हुन्छ, यो टोटल एरिया हाम्रो यम हुन्छ भनेपछि भित्रको यति मात्र एरिया के हुन्छ हाम्रो यन हुन्छ। बल्ल के हुन्छ हाम्रो एमएस2 एनले काटेछ भन्ने हुन्छ, यस्तो हुन्छ। एक्सटर्नलमा यस्तो हुन्छ हजुरको कन्डिसन यस्तो हुन्छ है। अब हाम्रो यसको फर्मुला के हुन्छ, एक्स कमा वाईको फर्मुला। अब याद गर्ने फर्मुला हेरौँ, मैले राम्रोसँग ल्याइदिन्छु, मैले यति याद गर्दै हुन्छ अब हजुरले, हामीले अब ड्राइभ गरिन्न सबै कुरा। एक्स कमा वाईमा हेरौँ, अब यसमा हेरौँ हाम्रो के हुन्छ भन्दाखेरि सुरुमा हामीले के गर्ने, त्यही एमएन डिभाइडेड बाई एमएन। मैले यो थोरै हल्का यस्तो गर्दै मेटाइदिएँ, यो माथि यति भनेको यान हो भनेर लेखिदिउँ, कमा फे यम यसरी यम यान है, यम यन तल नि के राख्दिएँ यम यन। अब के गरिदिने सबै माइनस 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 हैन। अब केही गर्नु पर्दैन, सेम अघि यस्तो। फेरि के राख्ने x2 अगाडि x1 किनकि ठुलो ठुलो पहिला ठुलो त्यो सानो, फेरि y2 फेरि के हुन्छ y1 सरी टक्क भइहाल्यो। अब टक्क ब्राकेट कम्प्लिट अगाडि पछाडि फर्मुला यही हो हजुरको फर एक्सटर्नलको लागि फर्मुला यति मात्र हो, केही गर्दैन। पहिले यम पहिले यमएन 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 माइनस 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 त्यो x2 माइनस x1 फेरि y2 माइनस y1 गर्दैछ हजुर के हुन्छ फर्मुला कम्प्लिट हुन्छ। एक्सटर्नल फर्मुलाको लागि यही हो है, हजुरले बुझ्नु होला हैन। अब हामीले यो कसरी आयो भनेर हामी गइन्न किनकि लामो भइसक्यो भिडियो हैन, र मान्छेहरूलाई धेरै यो बुझ्न नि पर्दैन हैन, क्लास 10 मा भएर यत्रो भित्रसम्म बुझ्न पर्दैन, त्यही भएर मैले धेरै बुझाउन कोसिस गरेन हैन। ल अब जाम हामी नेक्स्ट टपिकमा जाम। अब हामी थर्डमा जाम, के हुन्छ मिड पोइन्ट फर्मुला है, मिड पोइन्ट पोइन्टको लागि मिड पोइन्टको लागि मिड पोइन्टको हजुरलाई फर्मुला थाहै हो, केही हैन, सबैभन्दा सजिलो मिड पोइन्ट फर्मुला है। हजुरले इजिली x, y को फर्मुला झिक्ने फर्मुला के हो किन फर्मुला भन्दा नि पहिला बुझाइदिएँ मैले। यो मानम टक्क यस्तो हो डिस्टेन्स, म यहाँ छु, मानम b यहाँ हैन। अब के छ a भन्ने ठाउँ यहाँ छ, b भन्ने ठाउँ यहाँ छ, टक्क इन दुईटालाई एकै ठाउँमा आएर बस्न हो भनेपछि यो ठाउँको नाम मैले टक्क इन दुईटाको बिच भयो नि त, त्यही भएर हामीले यसलाई के भनिन्छ मिड भनिन्छ, एमआइडी मिड पोइन्ट भनिन्छ है। यसलाई यसको नाम मैले के राखिदिएँ x1, y1, यसको नाम के राखिदिएँ x2, y2 राखिदिएँ। इजी, यति त हजुरले 50 हेर्नु हो, र बिचको ठाउँको नाम के हो x, y हैन। यति त बुझ्नु भयो नि हैन। यसको फर्मुला के भन्छ x1 प्लस x1 प्लस x2 डिवाइडेड बाई 2, केही हैन, इजी हो। y1 प्लस y2 डिवाइडेड बाई 2, यही हो फर्मुला, केही हैन, गाह्रै हैन।
टक्क x1 y2 लिने x1 x2 लेखिदिने x1 र x2 लिने र डिभाइडेड बाइ 2 गरिदिने प्लस गरेर र अर्को के लेखिदिने y1 प्लस y2 राखिदिने डिभाइडेड बाइ 2 गर्दै हजुर के हुन्छ फर्मुला डिराइभ हुन्छ है। अब चाहिँ यो कसरी चाहिँ आयो भन्ने हेरौँ है। हजुरले पढ्नु भयो हैन, तर कसरी आयो है, इजी हो यो चाहिँ हैन। अब हजुरहरु हेरौँ अब कसरी आयो हेरौँ है। ग्राफ ल्याएँ मैले एउटा ग्राफ ल्याएँ, ग्राफमा हेरौँ। अब ग्राफमा हेरेपछि के हेरौँ मैले भन्दाखेरि एउटा मैले टक्क यस्तो भइहाल्यो, यसको नाम a, यो को नाम के हो x1 y1, यसको नाम के हो b x2 y2 है। बिचमा के हो मिड पोइन्ट, यसको नाम के हो x, y। अब यो त सेम अघि जस्तो नि बनाउने, इन्टरनलको जस्तो बनाउने हैन। इन्टरनल जस्तो इन्टरनलको फर्मुला हाम्रो के हो, x इन्टरनलको फर्मुला हाम्रो m, यसलाई हाम्रो m मा बाटे, यसको n मा बाटे हैन। तर यो पाली हेर्नु है, यो m र n चाहिँ हाम्रो के छ कन्डिसनमा हुन्छ, हाम्रो m र n त इक्वल छ, यो र यो भाग त इक्वल छ नि त। भनेपछि मैले के लेख्न सक्छु, यो m माइनस n के हुन्छ इक्वल टु 0 भयो। n लाई उता ल्याइदिए भनेपछि यो इन्डुटा त इक्वल भएर के हुन्छ 0 इक्वल टु 0 भयो। भनेपछि इन्डुटा त इक्वल हुन्छ। भनेपछि मैले यो m लाई m को ठाउँमा मैले के लेख्न सक्छु, यो पाली लेट गरेर हैन, यो m को ठाउँमा मैले n पनि लेख्न सक्छु। भनेपछि यो m को ठाउँमा n पनि लेख्न सक्छु है मैले, n को ठाउँमा m पनि गराउन सक्छु मैले। त्यही भएर के हुन्छ m फेरि या n डिभाइडेड बाइ mn, त्यसपछि के हुन्छ mn प्लस 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 के हुन्छ या x2 x1 y2 y1। यति त सबैलाई थाहा है। अब के अरे मैले देन गर्दै यो चाहिँ हजुरको यस्तो भइहाल्यो। अब के हुन्छ हाम्रो यहाँ फेरि उसको मिड पोइन्टको फर्मुलाको लागि x, y भइहाल्यो हैन। अब हाम्रो यो m त सेम छ नि त, तर m र n को ठाउँमा मैले m राख्दिएँ, यहाँ पनि m राख्दिएँ, यहाँ पनि m राख्दिएँ, यहाँ पनि m राख्दिएँ। m प्लस m के हुन्छ 2m, फेरि m प्लस m 2m, माथि के हुन्छ दुईटैबाट m हुन्छ नि, दुईटैबाट m कमनले भित्र के रहन्छ x2 माइनस x1, सरी x1 प्लस x2 रहन्छ। यता भित्र मैले के लिदिएँ, मैले m कमन लिदिएँ, त्यो भित्र के रहन्छ y2 माइनस y1 रहन्छ, सरी खालि 2 लेख्ने बानी भयो क्या, माइनस लेख्ने बानी भयो क्या हैन। त्यो m काटिन्छ, यहाँ पनि m काटिन्छ, के रहन्छ x2 प्लस x1 डिभाइडेड बाइ 2 त्यसपछि कमा y2 प्लस y1 डिभाइडेड बाइ 2। यो फर्मुला के भयो यहाँदेखि प्रुभ भयो है। फर्मुला प्रुभ भयो भन्दा निस्क्यो यहाँबाट फर्मुला। यसरी चाहिँ हाम्रो इन्टरनलको फर्मुला लाएर हामीले मिड पोइन्टको फर्मुला झिक्न सकिने छ भनेर थाहा भयो हामीलाई। किन n को ठाउँमा m राख्दियौँ भने पार, किनकि हाम्रो दुईटैको डिस्टेन्स इक्वल छ, त्यही भएर हो भन्ने। ल अब हामी जाम लास्ट कन्सेप्ट अफ द सिक्वेन्स, के अरे सेक्सन फर्मुलाको लास्ट टपिक हेरौँ है। अब है लास्ट टपिक अफ सेक्सन फर्मुला इजी छ, धेरै वाहु भन्ने केही होइन यसमा हैन। हजुरलाई 9 क्लासमा हजुरलाई यो कन्सेप्टहरु गाह्रो लाग्यो होला, अब हजुरको सजिलो हुन्छ है कन्सेप्टहरु है। यिनी कन्सेप्ट अब हजुरको के हुन्छ, मैले चाहिँ कपी हेरेँ, किन कपी हेरेँ भन्दा फर्मुलाको के अरे स्पेलिङको लागि मात्र कपी हेरेको, मलाई स्पेलिङ लेख्न आउनु धेरै फर सेन्टेड है, मलाई बुझाउन आउँछ हैन ठिकठाक, तर यो स्पेलिङ चाहिँ मेरो के हो के हो। ल हेरौँ है, सेन्टोइड भनेको के हो भन्दा चाहिँ एउटा ट्रायंगलले मैले हैन, एउटा ट्रायंगलले ABC भन्ने के ले मैले एउटा ट्रायंगल है, बिचमा एउटा भाग ल्याइदिए हैन, बिचको एउटा भाग छ भनेपछि यो बिचको भागबाट यो B को डिस्टेन्स कति हो र A को यसको कति हो र यसको कति हो, यो ठाउँको नाम मैले O राख्दै। यसबाट हामीलाई मतलब हुँदैन है कतिको टाढा भन्ने, टक्क टक्क बिचमा लिने हामीले भनेपछि यताबाट 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 हैन, जतिवटा भए पनि हैन, टक्क हामीले के गर्यो। अब यो बिचको कोअर्डिनेट छ नि यसको, यो त हाम्रो x, y हो नि त हैन, यो हाम्रो यसको भ्यालु। अब सेन्टोइड भनेको के भन्दा हो, यो x र y को भ्यालु कसरी, यो भ्यालु चाहिँ कसरी, यो के हो, यो भ्यालु चाहिँ के हो भनेर थाहा पाउनलाई के भनिन्छ हामीले सेन्टोइडको फर्मुला भनिन्छ है। अब यसको फर्मुला के हुन्छ हाम्रो x, y को फर्मुला, x, y को फर्मुला हुन्छ हाम्रो x, y को फर्मुला हुन्छ। यसमा के हुन्छ हाम्रो x1 y1 हैन, यसको के हुन्छ हाम्रो b को भनेको के हुन्छ हाम्रो x2 y2 र यसको के हुन्छ x3 y3 भयो है। अब जतिवटा बढ्दै जान्छ त छुट्टै कुरा हो, तर यति समय हेर्नु अहिले। अब हुन्छ हाम्रो x1 प्लस x2 प्लस x3 डिभाइडेड बाइ 3 र हाम्रो के हुन्छ y1 प्लस y2 प्लस y3 डिभाइडेड बाइ 3। यसरी के भयो हजुरको
फर्मुला हुन्छ फर सेन्टोइड। यो सेन्टोइड भनेको केही होइन धेरै जस्तो यही मात्र पोइन्टलाई मात्र हामीले सेन्टोइड भनिन्छ है। यति मात्र कन्सेप्ट यसको है। ल हजुरले बुझ्नुभयो होला होइन। हाम्रो के भयो सेक्सन फर्मुला कम्प्लिट भयो। यति बुझ्नु नि हजुरको सेक्सन फर्मुला कम्प्लिट भयो। क्लास 9 को चाहिँ एउटा मेन टपिक हो हाम्रो यो सबैभन्दा ठुलो टपिक हो। यो हामीले कम्प्लिट गऱ्यौँ होइन धेरै बेर लागेन हामीहरूलाई। ल अब जाऊँ हामी अब नेक्स्ट टपिकमा त्यो हो लोकस है। अब के हुन्छ हाम्रो नेक्स्ट टपिक छ हाम्रो लोकस है। लोकस भनेको केही पनि होइन। हामीले यसबाट क्वेसन पनि आउन्न न यसको न केही उस छ केही धेरै जस्तो केही एक्सप्लेनेसन छ हाम्रो उसमा होइन बुकमा होइन। थोरै टपिक देखा क्लास 9 मा त्यही पनि म त हल्का बुझाइदिन्छु लोकस भन्ने के हो भनेर है। लोकस भनेको एउटा निश्चित पोइन्ट हो। निश्चित पोइन्ट भन्दाखेरि यसको न फर्मुला पनि छैन न यसको क्वेसन आउँछ एक्जाममा होइन। तर एउटा कन्सेप्ट हो है। कन्सेप्ट हो यो फर्मुला। यो चाहिँ कन्सेप्ट है सर्कलको लागि कन्सेप्ट है एउटा है। यति बुझ्नको लागि कसैलाई मन छैन निस्किन्छ डाइरेक्टली हेरे केही पनि छैन यसमा। त्यही पनि कोही बेला बुझ्न हेरौँ है। मैले के गरेँ एउटा निश्चित ठाउँले है। निश्चित ठाउँ भनेको एउटा टक्कै यो मैले टक्कै यो के गर्दै किन लेख्दैन हो ल है। एउटा के गर्दै मैले टक्क निश्चित ठाउँले मार्करै बिग्रिन लाग्यो यसको ल। यो ठाउँको नामले मैले टक्कै यसरी लिइदिएँ। अब यो ठाउँको नाम मैले केही लिएन। एउटा ठाउँ छ भनौँ। यो ठाउँको नाम हो ए भन्ने एउटा ठाउँ हो है। ए भन्ने एउटा ठाउँ छ। र यहाँ मैले अझ एउटा ठाउँ राख्दिएँ। एउटा के राख्नु बी भन्ने ठाउँ राख्दिएँ मैले है। यो पनि ठाउँ बी भन्ने ठाउँ छ। यिन दुईटाको डिस्टेन्स छ मानौँ डिस्टेन्स छ कुनै डिस्टेन्स छ मानौँ होइन। डिस्टेन्स छ एक्स डिस्टेन्स छ अरे। यिन दुईटाको डिस्टेन्स छ एक्स होइन। अब फेरि मैले के गरेँ अब यो बी एउटा बी भन्ने एउटा के हो बी भन्ने फेरि यहाँ पुग्यो अरे। यो ठाउँमा पुग्यो अरे बी भन्ने। तर डिस्टेन्स फेरि के छ हाम्रो एक्स डिस्टेन्सै अरे। एक्सै अरे केही चेन्जै भएन अरे। एक्सको ठाउँमा एक्सै अरे केही चेन्ज भएन अरे। फेरि यो बी भन्ने कहाँ पुग्यो यति पुग्यो है। फेरि यहाँ पुग्यो अरे बी भन्ने। फेरि के पुग्यो अरे यहाँ पुग्यो अरे। यो भन्ने यहाँ बी पुग्यो अरे। त्यसपछि कहाँ पुग्यो यहाँ पुग्छ अरे। बी भन्ने फेरि यहाँ पुग्यो अरे। यसरी घुमिरहेको अरे क्या यसको वरिपरि टक्क। यहाँ पनि एक्स डिस्टेन्स छ यहाँ पनि एक्स डिस्टेन्स छ यहाँ पनि एक्स डिस्टेन्स छ र यहाँ पनि एउटा मानौँ टक्क बी भन्ने यहाँ पनि के छ एक्स डिस्टेन्स छ टक्क यहाँ चाहिँ बी। यहाँ पनि के छ एउटा बी भन्ने एक्स डिस्टेन्सको टक्क बी भन्ने अरे। यस्तै छ अरे। अब मैले के गरेँ भन्दा अब सबै पोइन्टलाई जोड्दै अरे टक्क यस्तो 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 टक्क 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 टक्क। अहिले मेरो राम्रो भएन जोड्ने तरिका। र हजुरले राम्रोसँग जोड्नु भने के देख्नु हजुरले यो एउटा सर्कल देख्नुभयो नि होइन। एउटा बिचको पोइन्ट छ र एउटा यहाँबाट पोइन्ट छ भनेपछि यो पोइन्ट यताउति यताउति घुमिरहेको भने यसको होइन टक्क एउटा निश्चित ठाउँमा घुमियो भने के हुन्छ यो हाम्रो निश्चित ठाउँमा एउटा टक्क घुमियो भने के भयो हाम्रो यो एउटा सर्कल बन्छ के। यो लोकस भन्ने के सर्कल हो भनेर बुझिन्छ क्या। टक्क एउटा सर्कल बन्यो यो राम्रो खालको कन्सेप्ट हेर्नु। एउटा बिचमा के एउटा पोइन्ट छ त त्यसको एउटा छेउ अझै एउटा त्यसको अझै अलि एउटा निश्चित एउटा डिस्टेन्समा एउटा पोइन्ट राख्यो त घुमिरहेको त्यसको वरिपरि त्यसको घुमेको एरियालाई हामीले टक्क सर्कल मार्क गरेर अनि के हुन्छ एउटा सर्कल बन्छ भन्ने हो कि होइन। सर्कल बन्छ है सर्कल बन्छ भन्ने होइन। सर्कल बनाउनु यसरी होइन। हो यो सर्कल बनाउनुलाई हामीले के भनिन्छ लोकस भनिन्छ। यो कन्सेप्ट यसको कन्सेप्ट यो एक्जाममा सोधिन्न तर ब्युटिफुल कन्सेप्ट चाहिँ सुन्नु न यस्तो राम्रो देख्दै मजा आउने यस्तो छ नि त होइन। म्याथमेटिक्सको यही मजा अरे। ल अब जाऊँ हामी अब यति आजको लागि चाहिँ यति मात्रै यति मात्र पढौँ आजलाई। नेक्स्ट भिडियोमा चाहिँ हामीले अब के पढिन्छ इक्वेसन अफ स्ट्रेट लाइन है। स्ट्रेट लाइन हामीले क्लास 10 मा पढ्ने इक्वेसन अफ पियर है। एक पियर भनेको दुईटा लाइनको बारेमा पढिन्छ क्लास 10 मा भने हाम्रो क्लास 9 को लागि हामीले के पढिथ्यौँ अरे स्ट्रेट लाइन मात्र एउटा मात्र स्ट्रेट लाइनको बारेमा पढ्नुलाई हामीले के भनिन्छ इक्वेसन अफ स्ट्रेट लाइन। त्यसलाई हामीले अब भोलि कम्प्लिट गरिन्छ होइन। सानो टपिक छ होइन। पार्ट 1 मा हाम्रो यो भइहाल्यो। पार्ट 2 मा हामीले त्यो पढिन्छ। र अब अरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु र पुरानो भिडियो चाहिँ हेर्नु भएको छैन भने टेक्नोमेट्रीको त्यो पनि हेर्न सक्नुहुन्छ। आजको लागि यति बाई।